Hey up guys, आज चाहिँ हामी मार्दी हिमाल ट्रेकको लागि निस्किसकेका छौँ. So we are gonna be hike for 5 days हैन. So हाइकिङको लागि चाहिने केही एसेसरिजहरु नर्मल एसेसरिजहरु हामी प्याक गरिसकेका छौँ. सो तपाईहरु हेर्न सक्नुहुन्छ के नर्मल एसेसरिजहरु चाहिन्छ भनेर हाइकिङको लागि. सो यहाँ चाहिँ मेरो GoPro क्यामेरा चार्जरहरु छ अनि यहाँ चाहिँ केही लाइक क्रिमहरु and there you can see like trekking stick अनि यहाँ ब्याग लुगा ज्याकेट अनि मैले चाहिँ केही थोरै सामानहरु मात्र हालेको छु. सो यही हो गाइज नर्मल अनि हाइकिङ बुट. सो त्यही हो अब यहाँबाट गइन्छ हैन. यो आज चाहिँ हामी घरबाट निस्किसकेका छौँ. बाई बाई बुनु किन. सो अहिले चाहिँ हामी निस्किसकेका छौँ. Here is my boys, hiking boys. त्यही हो. सो यहाँबाट बौद्ध गएर ट्याक्सी बुक गरेर जान्छ हामी. सी यु गाइज. केटाहरू सारेर हान त एकदम ए केटा सारेट. Oh my god, too much bro, too much. सो त्यही हो अहिले चाहिँ हामी लाइक हिँडिसकेको छ बस आउनलाई. आज चाहिँ तपाईँहरूलाई नयाँ ठाउँ र नयाँ ब्युटी अफ नेपाल एक्सप्लोर गर्नु गएको छु. सो वी आर प्लानिङ टु डु मार्दी हिमाल ट्रेक. अहिले चाहिँ हामी ट्याक्सीमा चढिसकेको छौँ बौद्धबाट गुल्बको बस पार्क. सो गाइज त्यही हो. आई एम विथ माई फ्रेन्ड मङ्गल एन्ड अरुण. अहिले चाहिँ हामी ट्याक्सी चढेर यात्रा सुरु गरिसकेका छौँ. सो सी यु. नमिएको हो कि तेरो जाएको खाइरे मेरो हे अब गाइज अब चाहिँ हामी यता गङ्गोपुर बस पार्क आइपुगिसकेको छौँ. सो यु क्यान सी म चाहिँ मेरो साथीसँग एके अरुण शेर्पा. सो यहाँबाट चाहिँ तपाईँहरू मार्दीको लागि आइसम्म सक्नुहुन्छ. पर पर्सन टिकट चाहिँ 1100 रहेको छ भने हामी 3 जनाको लागि 3450 टिकट काटेको छ. सो यहाँबाट हामी बागलुङ काण्डे भन्नेसम्म गाडीमा जान्छ. त्यसपछि चाहिँ सबैजना त्यहाँबाट हाइक गर्न सक्नुहुन्छ. सो अहिले चाहिँ हामी गाडीमा चढिसकेको छ. दिस इज राइट केटाहरू. सो त्यही हो यहाँबाट 6-7 घन्टाको यात्रा हुन्छ. सो सी यु गाइज अन द वे. Cheers. अहिले चाहिँ हामी काँडे भन्ने ठाउँमा आइपुगिसकेका छौँ. यहाँबाट चाहिँ हाम्रो हाइकिङ सुरु हुन्छ. सो काठमाडौँबाट लगभग 10 घन्टा चाहिँ. So here we start our journey. So this is a boat. अहिले हामी चाहिँ ठ्याक्कै काँडे भन्ने ठाउँमा आइपुग्यो. अन्नपूर्ण बेस क्याम्प त यति माथि हामी चाहिँ कहाँ जाने हो. हामी यता हामी यहाँ छैन हैन. त्यसलाई मार्दीमा छौँ. मार्दी हिमाल बेस क्याम्प बुझ्छ गाडी त्यसले. हामी यहाँबाट अहिले यहाँ अस्ट्रेलिया बेस क्याम्प बस्नु पर्यो हैन. यहाँबाट भोलि 30 मिनेट. सो गाइज अब चाहिँ हाम्रो हाइकिङ सुरु भइसकेको छ. यहाँबाट काण्डे हो कि काँडे हो यो. हजुर काँडे. सो त्यही हो. अब चाहिँ हाम्रो यहाँ लगभग 1 घन्टा 30 मिनटको बाटो हामीले सुरु गरेका छौँ. अस्ट्रेलियन क्याम्पमा गएर हामी बास बस्छौँ. सो त्यहाँबाट अर्ली इन द मर्निङ हामी हाइक टाइममा गएर बस्ने हो. सो दिस इज द भ्यू. हाम्रो केटाहरू यहाँ आइरहेछ 2 जना. वी आर 3 पर्सन. तर वी आर सो एक्साइटेड टु डु दिस हाइक सिन्स लाइक. हजुर बवाल छ वेदरहरू नि ट्याक क्लियर है. बवाल छ. गोब्रो दिँदैनौ न. Australian base camp. Hi.
अहिले त पसल बन्द भइसक्यो 4 बजे बन्द हुन्छ वाउ लाली गुराँस फुलेर हेर त लाली दो जान्छ कि भुर्केर ए गाईलाई तिहारी बवाल रमाइलो गर्नुपर्छ है गाइज यार यसपालिको हाइक चाहिँ दिस इज आवर फर्स्ट हाइक अफ दिस इयर होइन त्यही भएर हामी सो एक्साइटेड छौँ त्यो गाइज आम अल्सो एक्साइटेड 23,000 सम्म छ त्यसको प्राइस सो तपाईँहरू फुल आइटिनेरी र कसरी यो मार्दी मैले ट्रेक गर्ने भनेर चाहिँ हामीले फुल भिडियो लिएर आउनेछौँ यहाँबाट ठ्याक्कै कहाँबाट लगभग 1.5 घन्टामा हामी माथि पुग्छ अरे भन्ने कुरो सुनिरहेको छ होइन लेट्स सी हाउ लङ इट विल टेक त्यही हो गाइस यहाँतिर चाहिँ घरहरू पनि बबाल लाइक ओल्ड ट्रेडिसनल टाइपको बनाउँदो रहेछ क्या त्यो तिम्रो बोलीमा केटाहरू ट्याक्कै स्टिक रेडी गरेर सर्लक्क पारेर हाम्रो हाइकिङ चाहिँ स्टार्ट भइसकेको छ लभली यार लुक एट द भ्यू यार आम्माम कस्तो दामी ठाउँ यार कसम यार लभली सो अहिले चाहिँ हामी ठ्याक्क यहाँ दुईवटा बाटोमा आइपुगिसक्यो यहाँबाट उता गयो भने चाहिँ तपाईँहरू सर्लक्क मार्दी र एबिसी यता गयो भने चाहिँ फेरि अर्कै बाटो पुग्छ है तपाईँहरू यो बाटो चाहिँ समाउनुपर्छ है त गाइज लेट्स गो सो यही हो बाटो चाहिँ शान्त मजाको रहेछ यार पिस एन्ड क्वाइट लभलीवाला सो अहिले चाहिँ हामी ठ्याक्क परेर यहाँ यता आइपुगिसक्यो लभली रहेछ सो दिस इज द वे टु अस्ट्रेलियन क्याम्प सो लगभग 1 घन्टा कति 15 मिनट देखाएर चाहिँ यहाँबाट सडक बाबा हामी माथि पुग्न सक्छौँ 15 मिनेट हिँडेर हामी 15 मिनेट भइसक्यो यहाँ चाहिँ हाम्रो टिम वी आर कार्टुन क्रुज अनि सर्लक्क पारेर हेड इज मी सो अहिले चाहिँ हाम्रो सर्लक्क मिठो हाइक सुरु भइसकेको छ वाउ यार टिकट सो पिस आउट के यहाँ बवाल के टुरिस्टहरूको चेक गर्ने ठाउँ कि सो यहाँबाट रहेछ अस्ट्रेलियन क्याम्प एन्ड मार्दी टक्क अब चाहिँ रियल एडभेन्चर सुरु भयो जस्तो लाग्यो त के हो सास लाग्न सुरु भयो त यार डु नट पिक द फ्लावर केटाहरू सर्लक्क हामी हिँडिसकेका छौँ यहाँबाट चाहिँ प्लिज गाइड तपाईँहरू आउँदा चाहिँ यता चाहिँ लाइक प्लास्टिक त्यस्तो कुराहरू चाहिँ बाटोमा नफाल्नु होला किनकि सो नेचुरल अनि पिस के ह्यान्ड्स क्या दामी बाटो हेर्नु यार ठ्याक्कै त्यहाँ हेर न त्यो गुफा जस्तो छिरा जस्तो कि केटा हो बबलगम चबाउँदै सर्लक्कै हिँड्नुपर्छ कि सास लाग्दैन ह्यान्ड यस्तो यो हो नि त रियल एडभेन्चर यार कुफेदमुनि सम्झनाको लभली है लभली यस्तो बाटो त मैले पहिला रनिङ गर्थेँ यार Vizor.com Vizor केटा कस्तो फिल भइरहेछ हाइकिङ बिफोर आफ्टर हाइकिङ जाने भने त यस्तो हुन्छ क्या केटा त्यहाँबाट त्यो ठाउँबाट त्यो बजार देख्नेबाट यहाँ यति हिँड्दै हाम्रो साथी चाहिँ फेर भइसक्यो सो अहिले चाहिँ हामी आया अस्ट्रेलियन बेस क्याम्प हिँड्न लागेको यस्तै गाह्रो र बचाउनु नै हुन्छ हिँड्ने बानी भएको मान्छेहरूलाई चाहिँ इजी रहेछ होइन सो त्यही हो पसिनै पसिना भयो यार मेट सम ऱ्यान्डम पर्सन अन्त भाइ अहिले चाहिँ पहिला राति भइसकेको छ होइन सो उहाँलाई चाहिँ हामीले 100 चोटि बोलेको है 100 चोटिभन्दा बढी बोलेको छ होला फर्केर पनि हेर्दैन कि किनकि हामी त नयाँ मान्छे हो नि त यो ठाउँमा अब हामीलाई बाटो साटो के थाहा छैन
So we are trying to ask the way to go up होइन he is not responding के so हाम्रो एकजना मोटे साथी चाहिँ यहाँ आएर छ अहिले चाहिँ पुरै अँध्यारो भइसकेको छ त्यो डिलमा होइन कि यही बाटो हो कि तर मलाई लाग्छ किनकि यो सिउडै छ नि त सो अहिले चाहिँ हामी यहाँ पुगिसकेको छ The dogs are welcoming us. बवाल देखेर चाहिँ यही बाटो हो कि जाउँ Excuse me. Hello, दिदी. यहाँबाट माथि अस्ट्रेलियन बेस क्याम्प पुग्छ होला अस्ट्रेलियन क्याम्प बाटो यही भन्नु दिदी सुन्नुहोस् न यो अस्ट्रेलियन बेस क्याम्प यहाँबाट माथि जाने हो यही बाटो हो कति टाढो छ दिदी कति टाढो छ ए हस् थ्याङ्क यू अब हामी आइपुग्नु 5 मिनट मात्र छ अरे सो गाइज अहिले चाहिँ केटाहरूको धर्कन पुरै बिट अफ स्लो भएर कसम त्यो मान्छे कस्तो साइको रहेछ यार बोल्दैन नभन्ने गयो कि त्यो माथि गयो कि आम्मा कसम यार यो यस्तो ऱ्यान्डम ठाउँमा आउँदाखेरि सक्दो हेल्प गर्नुपर्छ नि त गाइज होइन अनि यस्तो ऱ्यान्डम ठाउँमा सम्झि यस्तो आयो भने एक्कासी बोल्दैन पनि सुरु भइरहेछ मान्छेले के सोच्छ ठुलो मान्छे के सोच्छ कान फर्किरहेछ हामी यहाँ अस्ट्रेलियन क्याम्प आइसकेको छ हामी बसेको होटल चाहिँ यही हो सो यु गाइज क्यान स्टे हियर अल्सो विथ प्याकेज सिस्टम अनि रुम पनि सो फाइनली झप्पै आएन मगर नि ए धेला we are not deciding yet किनकि अब प्याकेज सिस्टम सो गाइज यो घर चाहिँ होइन सो हिमालतिर यस्तै हो यस्तैको लागि टक्क पिस के शान्त कि कसम लभली छ कि सो हामीले चाहिँ यही रुम बुक गरेको रुम नम्बर 16 यस्तो छ बेडहरू चाहिँ चिरिक्क पारेको सलक्क अब यस्तै त हो नि हिमालतिर अब के भने योभन्दा वर्स हुन्छ माथि हेर्नु अब खानासाना खान्छ ल्याम 2 थाल बिहान 2 थाल अनि हिँड्ने हो ब्रेकफास्ट यहाँ बच्चाहरू नातिर पिस के गाइज यति रोमान्स छ कि यहाँ होइन घुम्न आउनुहोस् कि तपाईँहरू सर्लक्क हामी बसेको चाहिँ यहीँ हो पुरै यो एरिया चिटिक्क पारेको दामी छ क्या यहाँ मोटे डोरी चुट्लायो फेरि केटाहरू खेलिरहेको छ सो केही समयपछि चाहिँ म पनि खेल्दैछु होइन बवाल भइसक्यो सो गाइज बिहानको भ्यू चाहिँ बवाल देख्छ होला किनकि अहिले चाहिँ खेलिरहेको छ नि त सो त्यही हो हेलो साजन कस्तो लागिरहेछ तपाईँलाई यहाँको कस्तो भने आखि चाहिँ बाटोमा चाहिँ डर लाग्यो तर अनि चिल छ क्या बस्नु ल ठिक छ जोस रमाइलो भइरहेछ नि जिन्दगीमा बवाल अनि झन् योभन्दा भोलि कस्तो होला भने एक्साइटेड छैन एकदम एक्साइटेड ल ठिक छ We are so excited to hike up more than this day. भोलि आउनु चाहिँ झन् बवाल भ्यू देख्छ होला तपाईँहरूलाई स्टे ट्युन यहाँको भ्यू र यहाँको सिस्टम सबै कुराहरू हामी तपाईँहरूलाई नोटिस दिँदै नै छौँ एकदम बवाल छ एकदम बवाल के सोचेको भन्दा नि बवाल छ होइन ठाउँ चाहिँ सोच भन्दा नि एकदम हाइकेस के भन्नै सक्दैन अब बच्चाहरू छ यहाँ सबै यहाँ चाहिँ ऊ चाहिँ हाम्रो भर्खरको बेबी बोय अनि यहाँ यस्तो छ यहाँ बच्चा हो भर्खरको बच्चा हो ऊ चाहिँ अनि कति वर्षको नानी अनि त्यहाँ चाहिँ एकदमै है त्यहाँ हाम्रो त्यो बक्लुम्बी स्टुडेन्टहरू भन्दा थियो त्यहाँ गएर पनि तर राम्रो नाचगान छ अनि यता टिकटकर बहिनीहरू त्यही हो सन्धि अब कस्तो लागिरहेछ सन्धिलाई रमाइलो लागिरहेछ सन्धिलाई पनि लाग्छ है एकदम के भन्नु सक्छ भोलि कस्तो होला त सकिन्छ हिँड्न सकिन्छ होला ल ठिक छ ल यहाँ हेर्नु त ल बेबी यहाँ हाम्रो बेबी Go on the side.
सो गाइज अहिले चाहिँ हाम्रो खाना आइसकेको छ जोस यहाँ चाहिँ खानाबाट राम्रो छ लभली खाना चियर्स सो खाना पनि मिठो होला सायद भन म भनिदिन्छु भात हालिसक्यो नि यो चाहिँ गर्नु न यहाँ चोर फेरि घिउ खाँदैन नि घिउ चौरीको हालेर हो यो। ल्याएर छ चौरीको घिउै घिउ। नखाने मान्छे चोर पनि छ यहीँ घिउको अलग यो यो चौरीको चौरीको घिउ खाएर मोटाउने आनु पर्ने भोलि जाएगा हम हिमाल चढ्ने के लिए